हेलो गाइस, भक्ते भाइको नयाँ फनी कमेडी भिडियो आइसकेको छ हैन। त्यसरी नै माया गरिदिनु होला हैन। खतरा छ हैन। लास्टमा सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु। कमेडी फनी खतरै छ। आज सुमन साथी तँलाई धेरै धेरै धन्यवाद। तेरो लागि केही बयान छैन। म तँसँग टाढिनु त मन थिएन कि, तर बाध्य त भयो। के गर्नु अब, नानी पास हुँदा पनि तोही थिइस्, मेरो छोरी बिहा गर्दा पनि तोही थिइस्, गाउँमा बिहा मराउ हुँदाखेरि पनि तैँले नै साथ दिइस्। सबैले धोका दियो क्या, तर तैँले चाहिँ मलाई कहिले धोका दिइनस्। र आज चाहिँ लास्ट हो बिदा लिने है। किन तैँले मलाई 32 फुट दिनको तल झारेर साह्रै मेरो कम्मर दुखिरहेको छ। फेरि एक्ला भने जान्छु है। र आजदेखि चाहिँ हजुरको शिर उठाइदिएको छु। 32 फुटबाट झर्दाखेरि त मात्रै भएको म। मेरो रक्सी, मलाई माफ गरिदियो है बाबु, मेरो प्यारो रक्सी। तर हजुरको कोही कोही बेला याद आउनु सक्छ है। के तल नि काइलाको छोराले बिहा गरे, छिटो हिँड्न तल बोलाउँदैछ। मान्छे मरेको जस्तो आउँछस् त अन्त रहेछ अन्त नाच्दै आउनु पर्दैन। अनि त्यत्रो खुस कुरा सुनाउनु स्पिड कुदेर आएको नि। अनि लु हिँड्न छिटो। म त जान्दै गर, म आउँछु। आइज है ल, म मुन्दुम बुझाएर आउँछु। ल आइज छिटो, म जान्दै गर्छु है। हजुरको कोही बेला याद आउँछ त मैले भनेको थिएँ नि, तपाईँ यहीँनिर बस्दै गर्नुहोस् ल, म आइहालेँ। अब अर्को बहाना। ए भाइ, मलाई एउटा स्टिङ देन हौ। स्टिङ किन थकै परिस् त आज स्टिङ किन्दा त? छवटा लगिसक्यौ। छवटा लगिसक्यो, केमा हाल्दैछ हो? स्टिङ चाहिँ गएर खनाउँदै आउँदैछौ के घरमा? छवटा भएको अन्त होइन देन भाइ। किन त्यति साह्रो चाहिँ स्टिङ? तिमी त रक्सी खान्थ्यौ, आजकल त आज त स्टिङ मात्रै लाँदैछौ त। होइन पुरा सुत्रेको कि, रक्सी छोडेर अब यो स्ट्रिङ लगेर चाहिँ अलिक मुटुलाई फिट राखौँ भनेर नि। ए हो, देन देन भाइ, भाइ देन। ए भाइ देन भाइ। कसलाई ढोक गरेको त्यति साह्रो चाहिँ? मान्छेलाई नि। छवटा भयो तिम्रो पैसा चाहिँ त्यहाँ दिएकै छैन हौ। दिन्छु 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 भन्छ दिन्छु। देऊ नि त्यहाँ। रक्सी चाहिँ छोडेको अरे? टोटल्ली छोडिदिएको। छोडिहाल्नु हुन्थेन दादा? होइन कि, छोडेको हुन्थ्यो नि। अनि कारण छ नि त त्यसको, तँ किन बाटे? ए हुन्छ, त्यो पैसा चाहिँ दिनु है। बुहारीहरू ठिकै छ होला नि? एकदम एकदम। सोध्दै थियो भन्दै है दादाले। ल ल ल रक्सी छोड्यो भनेर चट्टै छोडेको थियो यो दाजुले पनि रक्सी त है। राम्रो गऱ्यो तर यो दाजुले रक्सी छोडेर गाउँमा साह्रै अशान्ति गर्थ्यो। रक्सी छोड्यो। छवटा पुगाइसकेछु। 25-50 महिनामा त अन्त 4000 पुग्दो रहेछ त स्टिङले त। भाइ त्यो स्टिङले त मलाई अलिक घाटा घाटा लाग्ने रहेछ कि है। मलाई त्यो बियर दिएन नानी। त्यो स्टिङले अलिक घाटा घाटा लाग्यो। बियर छैन नि हौ, लोकल चाहिँ छ। साडी हाल त। होइन स्टिङले घाटा लाग्यो अरे? घाटा लाग्यो नि, महिनामा 4000 पुग्दो रहेछ। अन्त 4000 दुइटा निकालिदिन्छु म। लेन लेन सट्टै पारेर गइहाल्छु। छोड्ने मान्छे त लेन भनेको। मुख नलाग्न नानी। दिन्छु त अन्त, ठुल्ठुलो सोट त गर्नु पर्दैन त अन्त। तिम्रो दोकान जस्तो गर्छौ त। साथ दिनदिनै के गर्छौ?
यताउता होइन कि मिनिस्टरसम्म हात छ नि फेरि एक कल लाएर तेरो दोकान चाहिँ म यहाँनिर नि कारखाना बनाउँछु। बिजनेस गर्नेहरू मात्रै नि कस्टमर हातमा राख्नुपर्छ मात्रै न तिमी यस्तो गरे नि म फर्काइचिन्। कम्ती भयो अलिक हाल कम्प्लेन गरिदिन्छु नि तपाईँ। यो प्युर 3 पानी नि फेरि नेपालबाट मगाएको मैले। छवटा स्टिक पनि यसरी खाएको थिएन होला तिमीले त एकै तालमा त। कति पानी अरे 3 पानी अब 17 पानी बनाउनु लगाउनु के हो? तिमी कहिले सुध्रिँदैनस् हो दाजु। यतिदैन फाउँदैन पुरानो बाँकी थियो है कति छ? कहाँ छ पुरानो बाँकी छ नि तिम्रो जाऊ। ल नानी गयो ल। भोलि बिहानै भगवान् नामदेखि चाहिँ खाँदिनँ कसम कसम 17-18वटा कसम। पेटै निस्क्यो हो कसम खाँदिनँ अबदेखि त। भक्ते ओइ गल्टनबाट चाहिँ कहिले आएछौ? यति हिजो आएको अन्त तँलाई भेट्न आएको नि। ठिकै छस्? अलिक प्रेसर बढ्यो। प्रेसर के भएर बढ्यो? होइन हिजो अलिकति तिते खाइदिएको थिएँ कि तिते प्रेसर त मैले उहिले दिएको छु विस्की। ल अब के यो त खानु सरो खाँदैनस् होइन? होइन होला हौ छोडिसकेको मान्छे के भन्छौ तैँले छोडिस्? होइन छोडिसकेको मान्छे मात्र भनेको छोडी त विदेशी माल ल्याइदिएछस् विदेशी सामान भित्रै न बाहिरै राखिरहने अनि। ल ल धन्यवाद। अब छोडिसकेको मान्छे अब है छोडिसकेको छैन नखा न अन्त कहिले म तल अब साथी लगिदिन्छु। ल ओइ ओइ के खालके मान्छे हो त? के दैलो सुनेको गफसप गरौँ भनेर आएको त त्योसँग ल भोलि गरौँ न ल यसको काम तमाम गरिहाल्नु पर्यो नि त। ल ल मजाले खा ल। छोडिसकेको थिएँ होइन छोडिसकेको पो थिएँ त हौ कहाँ छोडी त खालि। ल खा ल ल अब केही लिइदिनु पाइन तँलाई खालि ल्याइदिएको। राम्रो गरिस हौ तर ल खा म तलतिर घुम्नु गएको साथीहरू अझै भेट्नु पर्ने छ। पुरा टेन्सन भइरहेको छु। त्यसले लो हुन्छ खा न। ल ल ल ल गयो ल ओइ बिचारा मेरो काले हो बर्डरमा कतिको बन्दुक पड्काउँदैछस् अझै यस्तोहरू पड्काइ आरएस पनि पड्काउ अर्को पालि। हेर छोरा अब दिन तेरा पापाले रक्सी खान छोडेको ल अब तिमीलाई सताउने काम गर्दैन है। मेरो छोरा पाइलट हुन्छ हवाजहाजमा पापालाई पनि उडाउँछ है उडाउने होइन अन्त ल जाउँ अब दिन मम्मीलाई दोक्चाउँदैन है लात्तै लात्ताले दिँदैन ल तेरो लागि दुध किनिदिन्छु ल अब त जो मेन प्राइमेरी सेकेन्डरी हाई स्कुल लगाइदिन्छु क्या सोचेको तेरो पापा कमी छ भनेको। अब तेरो आमालाई स्याट्नुमा आएको छु भित्र कति लाज खान्छ हौ त्यसले मेरोबाट गोदाइ खान्छ है। ए भक्ते खाएको भाउजू गइसक्यो त अर्कोसँग नानीसँग के गरिरहेको तँ चाहिँ यहाँ? को तेरो बुढी गयो भनेको? तेरो बुढी भाउजू गइसक्यो अर्कोसँग तँ चाहिँ के गरिरहेको नानीसँग यहाँ? कोसँग गयो त? याद छैन मलाई त। नानी आफूले छोडेछ बाउ छोरालाई अनाथ मानेर गयो खाले बुढीले यसो यस्तो माया लाग्दो नानीलाई छोडिराखेर गएछ हेर। गयो माया लाग्दो म त झन् माया लाग्दो तेरो पापाले कसले भाँचिन्छ रक्सी खाँदै डोलिरहन्छस् नि त्यस्तो भन्दा बुढीलाई पनि छोडिराख्नु अब
गालो के गयो याले दाजु लौ, के अर्को यो चाहिँ म खाउँ भन्दैछु नानी गाडी लगाएको त जा तैँले मलाई छोडेर जा हेर त नानीले छोडेर गएको पक्का त्यो कलसँग लाग्यो होला त्यो हेपेन्द्रसँग लाग्यो होला पक्का मलाई अस्ति दिन त्यसो लाग्यो नानीले छोड्यो हो मलाई नानी उयो खेल्नु गएको हो ए एकछिन हेर्दैन नानीलाई रक्सी छोडेको त घन्टा बुढीले पो छोडेछ यहाँ ल्याइँदैन त्यो बाहेक अरू केही छैन मेरो प्रेसर हाई बनायो कसले गर्दा तैँले गर्दा बुढीले छोडेर गयो कसले गर्दा तैँले गर्दा घर बिगार्यो घर सबै बिग्रियो कसले गर्दा तैँले गर्दा समाजमा नाम बदनाम भयो कसले गर्दा तैँले गर्दा मेरो किडनी फेल भयो कसले गर्दा तैँले गर्दा आफन्तसँग नराम्रो भए म कसले गर्दा तैँले गर्दा आफ्नो आमा बाउहरूसँग टाढा भए म कसले गर्दा तैँले गर्दा लास्टमा त तै नराम्रो रहेछस् त बल्ल आँखा खोल्यो साला अब लास्ट 2 घोटी खाइदिएको साला धर्म कर्मपट्टि लाग्ने हो अब त साला काम खोज्नु पनि जानु लाग्छ काम भन्दा पनि पहिला त बुढी पो खोज्नुपर्छ त अनि पो काम खोज्नुपर्छ त युट्युब च्यानल खोलेको 5 वर्ष भयो मेरो 800 सब्सक्राइब पुगेको छ ओ माई गॉड यार म पनि खत्रै हो नि 800 भनेको यहाँ हो आमामा हैन ओहो के हो गाइजहरु यार तपाईहरुकोमा मेरो यो भिडियोहरु जाँदैन